नमस्ते, मेरो नाम सृजिता जोशी हो। आज म गुरु पूर्णिमाको बारे केही भन्न गइरहेकी छु। गुरुको पूर्णिमा हो। हामीलाई ज्ञानले पूर्ण गरिदिने गुरुको विशेष ज्ञान र श्रद्धा अपहरण गर्ने दिन हो गुरु पूर्णिमा। हाम्रो साथमा रहेर हामीलाई ज्ञानले सजाएकाहरू पनि हाम्रा गुरु र हजारौँ वर्ष पहिला हाम्रा लागि भनेर ज्ञानको भण्डार छोडेर जाने पनि हाम्रा गुरु। यी दुवै थरी गुरुहरूको विशेष पूजा, सम्मान र श्रद्धा गर्ने दिन हो गुरु पूर्णिमा। महर्षि व्यासको पूजा गर्ने दिन हो। उहाँले सारा संसारका लागि ज्ञानको दीप बाल्नुभयो। श्रक, यजु, साम र अर्थवर वेदका रूपमा 4 भागमा विभक्त वेदहरू छन्। पौराणिक, सामान्तिक, विशाल भण्डार, व्यवसाय, स्मृति र ब्रह्मसूत्र ज्ञानको त्यही अखण्ड दीप हो। उहाँले हाम्रा लागि बालिदिनु भएको ज्ञानदीप हो यो। त्यही ज्ञानदीप सल्किँदै सारा संसारभरि ज्ञानका थुप्रै दीपहरू बलिरहेका छन्। यो गुरु पूर्णिमा विश्व गुरु महर्षि व्यासको जन्म दिवस। यो हरेक वर्ष असाध महिनाको शुक्ल पक्षको पूर्णिमाको दिन पर्दछ। यस दिन उनै ज्ञान गुरु विश्व गुरु महर्षि व्यासको अर्चना गर्छन्। विद्यार्थीहरूले महर्षि व्यासको पूजा गर्दै आफ्ना शिक्षालयका गुरु आमाहरूलाई पूजा, श्रद्धा र सम्मान गर्छन्। गुरुजनहरूबाट आशीर्वाद ग्रहण गर्छन्। आफ्ना विद्यार्थी जीवन पूरा गरेर आफ्ना कार्यक्षेत्रमा लागेका मानिसहरू समेत यस दिन आफ्ना गुरुहरूलाई विशेष सम्झना गर्छन्। दर्शन भेट गर्न सक्ने गुरुहरूलाई भेटी श्रद्धा, सम्मान, आशीर्वाद ग्रहण गर्छन्। आफ्ना गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्छन्। यसै गरी शिक्षा पाएको र पाउँदै गरेको सबैले यो पर्व धुमधामसँग मनाउँछन्। गुरु पूर्णिमाको यस पावन अवसरमा सम्पूर्ण गुरुहरूप्रति हार्दिक नमन छ। धन्यवाद।